यसो गरेर सबैजनामा हामी चाहिँ आज टी स्टेट जाँदै गरेको होइन अघि थुकिसुक गरेको चाहिँ गरेर आउनुपर्ने रहेछ अनि हामी चाहिँ अटोलाई भनेको होइन 300 रुपियाँ भनेर लोभी गरेर अटो नचढी आएको अब न बाटो देखिन्छ न के तर पनि उकालो चाहिँ चढ्दैछौँ हामी अनि यता हाम्रो पाङ्लीलाई चाहिँ घुम्दा घुम्दा फिदिम बजार घुम्दा घुम्दा एनर्जी नै सकियो रे अब मेरो चाहिँ खुब छ यो जुनीमा तिमीलाई पाउन घरको जुनी ल्याउला टी स्टेट जाने बाटो कता हो यही उकालो हो ए थ्याङ्क यू हामी हिमालसम्मको ट्रेकिङ गर्न नसके पनि उकालो चाहिँ त्यस्तै हिँड्दैछौँ है हिमाल जस्तै फाइनली हामी ठाउँमा पुगिसक्यौँ अब भने हामी फोटो खिच्ने टिकटक बनाउने भिडियो बनाउने हो यो के हो नजिकदेखि यसलाई हेर्न चाहन्छौँ हामी र एकजना माथि पुगेर हेरिसक्नु भएको छ अर्कोजना लक्ष्यलाई चुम्नु आँटिसक्नु भएको छ म भने एकदमै पछाडि छु किनकि म उकालोमा मोटो मोटोपनको कारणले गर्दाखेरि अलिक हिँड्न सकिरहेको छैन टोइलेट बाथरुमको पनि व्यवस्था छ अरे टी स्टेट साथमा यो डोलो डोलो के हो यसको नाम वी डोन्ट नो बट हामी घुम्न आएको यता कोठा रहेछ नि प्रेमी बेका प्रेमीहरू आएर कपाल हाएर सुत्ने कोठाहरू पो रहेछ भाइ गर्दै थकित अवस्थामा उकालिजेनको त्यो चौतारीबाट हे उयो मान्छे छैन रहेछ नि ऊ चुकुलाइरहेछ नि हजुर होइन हौ मतलब त्यो भित्र सुत्ने चाहिँ छैन रहेछ भनेको फाइनल गाइस यहाँभित्र चाहिँ यस्तो राम्रो रहेछ बेडहरू होइन तर माथिबाट भएर टर्च बालेर हेऱ्यो भने सबै देखिन्छ है ले जाऊँ टी स्टेट भनेको यही हो अब के बोलौँ भइराखेको क्या म यहाँ आइपुगेपछि त केही त बोल्नु पर्यो निद्रा लाग्यो हिँड्दा 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 2 किलोमिटर हिँडेर आएको एकदमै गलेर आइपुग्यो अन्त गलेर त यस्तो तरिकाले बेहाल भएर बसिरहेको छ फेदेन बजारदेखि थोरै शनिबारे हुँदै थोरै अलिकति यता हिँड्दै हिँड्दै आएपछि उकालो थोरै चढेपछि यहाँ आइपुग्दो रहेछ हामी यो चाहिँ यसलाई चाहिँ के भन्छ टी स्टेट हो यहाँ आएर तपाईँहरूले इन्जोय गर्न सक्नुहुन्छ इन्जोय भनेको चाहिँ के हो भन्दाखेरि यही हो यो घर हो यो के भन्छ यसलाई मलाई आउँदैन हौ भन्नु यो हो रमाइलो छ क्या कति रमाइलो छ चियाबारी छ चिया बगान छ हरियाली छ पुरा अब परम्परामा यहाँ के छ यहाँ त बत्ती रहेछ बत्तीले चाहिँ के जनाउँछ हौ कोडकोडमा बत्ती छ त हौ कुना कुनामा के त सबै के देखाउँछ मेरोले त मान्छेहरू यस्तोमा साइकल लिएर हिँड्छन् बाइक लिएर हिँड्छन् मलाई मेरै खुट्टा लिएर हिँड्नुको लागि यहाँनिर कति साह्रो पर्छ कि अनि यहाँ हिँड्नु त पाङ्ले अगाडि ए यति साह्रो पर्छ हामीलाई खुट्टाले अनि मान्छेहरू कसरी साइकल लिएर हिँड्छन् यहाँ पनि सक्छन् होला है साइकल लिएर कि सक्दैन त ए झन्डै हुत्ती गरी म गोलाइ लु ऊ चाहिँ अझ झन् अगाडि गएर बसिराख्नु हुन्छ त शीतल ताप्दै यो जुनीमा तिमीलाई पाए अब अर्को जुनी पनि तिमीलाई नै पाउला
सधैँ सधैँ आइरहन्छ तिम्रो यादहरू। लास्टमा चाहिँ एन्जल भनेर पठाइदिन्छु है भिडियो। भिडियो नगर्नु न होइन पर यो किन्नुपर्छ के पो त्यो हातमा घाउ त लाउने कसरी टाल्नु त्यसले त टालेर हिँड्नुपर्छ त अनि यस्तो चेतेपछि नबस भन्नु नि दिदी पनि। अब म चाहिँ फेरि पाङ्लीको लागि छोडेर उता गएको पो त्यहाँनिर। तपाईँ परेको तपाईँलाई आइलाग्छ। अब हेर्नु है यहाँ बस्न आँटेको थिएँ सोल्टी खुरुक्क जानुभयो त्यहाँ अनि त्यहाँ सोल्टी जानु भएपछि अब यसो हेरेँ बस्ने ठाउँ थिएन ऊ यहाँ बस्न आँटेको थिएँ त्यहाँ फोहोर लागेर अनि त्यहाँ बस्न आँटेको फेरि मेरो पछि पछि पाङ्ली थियो र म चाहिँ माथि गएँ होइन अनि पाङ्ली अनि त्यता माथि पनि बस्ने ठाउँ पाइनँ र अनि यहाँ आएर म यसरी बसेको होइन नि अरूलाई ठाउँ दिएर म बसेको क्या। फेरि यो केटाहरू चाहिँ कति रिस उठ्ने हो किन ऊ यहाँ फोटो खिचेर ऊ यहाँ कराउनु भयो चाक्नु चाक्नु म त दुःख चाहिँ मलाई बहुत लागेको छ। खोइ भिडियोमा चेतेको नि देखाउँदै पाङ्लिया त जे गर्दा पनि सुहाउने हो होइन सोल्टी जे गर्दा सुहाउने हो यसो गर्दा नि सहिरहेको जिन्दगी बेहाल छ मेरो। यो बाटोमा हिँड्दा त त्यसो नगरी हिँड्दा हुन्छ भित्र भित्र काइली कटु छैन लाई त्यही थियो लगाएको छ। अब सोल्टी यतिकै भरे ब्ल्याक बिन्छ यतिकै बस्ने नि म त घर पुगेर आउँछु। ए साँच्चै पनि के मेरो पेट अर्को त फोहोर छ के लाउनु यसलाई नै सिलटेपले टाँस्न हो सिलटेप होइन त्यो हेरौँ त कस्तो चेतेको छ हेरौँ त कतिवटा किन्नुपर्छ। पाङ्लीको पेन्ट चाहिँ के लोथ्राके जस्तो भइगयो नि अनि यो त लोथ्राकेको कथा सुनौँ के अस्ति सुनाए लोथ्रा ओ यो पल कति खुसी कति प्यारो यो पल कति सुन्दर कति उज्यालो सक्ने भए आउनु न आउनु मैले भिडियो नगरी आउनु भन्नु अब मेरो माया सही तिम्रो माया चुन तारा भए